ल गाइजहरु आज चाहिँ हामी बातु पहाडमा एकदमै रमणीय एकदम दृश्यहरुमा निहाल्न गएको छु यो हैन। यो चाहिँ बातु पहाड यो मलेसिया जोहोरमा पर्छ। यसको म माथिल्लो फ्लाइटमा छु कि यो तल्लो अन्डरग्राउन्ड यस तलको एकदमै राम्रो छ के। यो चाहिँ क्याफे स्याफे सबै पाउँदो रहेछ यहाँ। अनि बातु पहाड यो यहाँनिर सुसी मेन्टाई पनि छ है। यो बातु पहाडको सुसी मेन्टाई यो जोरबारु पर्दो रहेछ यो एरिया हैन। हामी त्यही भएर यसो घुम्न आएको। हाम्रो दुईजना साथीहरु हुन्छ। बातु पहाडमा आज घुमाइ कार्यक्रम चलिरहेछ। छोल्डे हेर्नम त अगाडि एकदमै यो काठमाडौँ जस्तो लाग्यो मलाई। पुरा कुहिरो आइरहेछ यसरी। गाउँहरु है टावर छ माथि डाँडामा। यो बातु पहाड पर्दो रहेछ। यहाँ रहेको केही दृश्यहरु देखाउन गएको छु। यसै गरेर अब हामी अर्को ठाउँमा जाँदैछौँ। मनोरञ्जन लिनको लागि। वाह पुरा घन्टा जडाएको छ। यो बोयफ्रेन्ड गर्लफ्रेन्ड ल्याएर यसो बस्ने ठाउँ हो कि। सबै खाली छ कुर्सीहरु। गर्लफ्रेन्ड बोयफ्रेन्ड आएर टक्क रमाइलो एकदम गफगाफ गर्ने। यो चाहिँ सुन्दर छ। माछा छैन। टाउमा जाँदैछौँ है हामी अब। यस्तो गरेर टाउ यस्तो दृश्यहरु छन् यहाँ। च्याउ खरायो यो के हो बाँदर बसिरह। एकदमै सुन्दर ठाउँ रहेछ। बातु पहाडको एकदमै रमाइलो छ कि दृश्यहरु। यो चाहिँ बातु पहाड है। बातु पहाडको एकदम यो एरिया एकदम भिआइपी रहेछ। यो जोहोरमा पर्दो रहेछ फेरि। यहाँ सेल्फी खिच्नेको भिड छ एकदमै। एकदम मूर्तिहरु तर हाइभाइ छ। यो मलेसियाको घरहरु यस्तै छ है। त्यतिर पुरै बस्ती छ। पुरै चारैतर्फ एकदम यो डाँडा काँडाले छोपिराखेको छ। ल यो एरिया चाहिँ बातु पहाड
यति सुन्दर यति भिआइपी ठाउँ रहेछ के। केटाहरु आइरहेको छन् है बिस्तारै। पुरा हेन्सम पारा म चाहिँ जाम्ला हेर तल फेरि। यस्तो आनन्द तरिकाले बसेका छन् मान्छे। यहीँ बनाउने भिडियो हो। यस्तो छ है। ल एकदमै सुन्दर ठाउँ छ पुरा। बच्चा यस्तै खेलिरहेको। ल यतातिरको पार्किङ। यो चाहिँ अति सुन्दर रहेछ क्या यहाँनिर। ल सोल्टी यहाँनिर बस न अनि। पुरा बनाउने काम जारी नै छ यहाँ। ये भाई थाना ये जगह जो इंगल एकदम बच्चा बच्चीको पुरै यो मोटर साइकल यसरी कुदाएर खेल्ने। बच्चा बच्चीहरू खेल्ने रहेछ। ल गाइजहरु अब यस्तो छ लास्ट चाहिँ यही रहेछ चेसहरु खेल्नको लागि। अब यो चाहिँ अन्तिम फ्लाइट हो माथिको टपमा। अब मिरिमिरे साँझ पनि हुँदैछ, साँझखेरिको यहाँको बस्ती बातुपातको एकदमै रमाइलो दृश्य छ त। अनि चेसहरु खेल्ने यो चाहिँ हामी घुमेको है माथि पुरै ठाउँभरि यो। अब हामी लास्ट झरेर अब रोमतिर फर्किँदैछौँ। अब राति हुन पनि लागिसक्यो, पुरा लाइट साइट बलिसकेका छन्। यो गाडी पुरै पार्किङ छ यतातिर, पुरा यो पार्किङ एरिया हो, एकदमै पार्किङै पार्किङ। माथि फ्यान घुमिरहेछ।
आजको दिन घुम्दा घुम्दै पनि राति भयो अब र म फर्किँदाखेरि यस्तो भइरहेछ अँध्यारो भइसक्यो